अब भँगेराको गुण व्यथा के त भन्दा गुण के त वरिपरिको वातावरणलाई सन्तुलित बनाउँछ, हार्मफुल शत्रु किरा हाम्रो खाइदिन्छ, चाहे अन्नपातको, चाहे पशुपन्छीको, चाहे मान्छेको। त्यो मान्छेको अनसिन कीटाणु हुन्छ नि, कीटाणु भनेको अनसिन हो नि त, त्यसले खाइदिन्छ। हामी आफै समाज विरोधी ट्रेनमा हिँड्यौँ भनेर कीर्तिपुर दर्पणले छापेको थियो त्यो आर्टिकलहरू। सबभन्दा मैले असल मिडियाहरूलाई म भन्छु, पहिलाको मिडिया ऋषिमुनि, अहिलेको मिडिया सिसिमुनि भएर चलिदिनु भएन। ऋषिमुनि रिसर्च ओरिएन्टेड भएर मिडियाहरू चलिदिनु पर्यो, मिडियाले प्रचार गरिदिनु पर्यो। तपाईँहरूलाई धर्म हुन्छ, तपाईँहरूको वातावरण राम्रो हुन्छ, यो अरूले प्रचार गर्दैन। जो सरकारलाई पनि प्याक गर्नु पर्यो। युनिभर्सिटीमा निवेदन दिई उसले त्यो प्राणी विभागबाट दिई युनिभर्सिटीमा मैले निवेदन, त्यहाँका युनिभर्सिटीले पनि तपाईँहरू नगरपालिकालाई इम्प्याक्ट पार्नलाई प्लिज तपाईँहरूको भवन गराउनुहोस् न भन्दै त्यहाँ पनि इम्प्रुभमेन्ट भएको छैन। आर्मी हाम्रो देशको होइन, आर्मीको त्यो ठुल्ठुलो ब्यारिक छ नि त, सिपाही कुरेर बस्छ नि त। सिपाहीहरूलाई पनि तपाईँहरूलाई यस्तो तपाईँहरूको चैत वैशाखमा खाना पाउँदैन पानी, यसो बाटामुख त्यहाँ पानी हेर्नुहोस्, हामीले पानीको राखिदिन्छौँ। त्यो चराहरूलाई भँगेराले कहाँ गएर पानी खान्छ होइन, घरभित्रको त्यो किचनमा गएर पानी खाँदैन हो होइन भने त। त्यस्तो पानी राखिदिनुहोस्, खेर गएको खानाहरू त्यहाँ राखिदिनुहोस् र तपाईँहरूको बिल्डिङ बनाउँदाखेरि चराहरूको पनि गर्नुहोस्, वातावरण राम्रो हुन्छ, हर किसिमले राम्रो हुन्छ, साइकोलोजिकली होइन हर किसिमले राम्रो हुन्छ भनेर भन्यो। त्यहाँ पनि इम्प्लिमेन्ट भएको छैन, युनिभर्सिटीमा इम्प्लिमेन्ट भएको छैन। अब अटोनोमी भन्छन्, आर्मीमा भएको छैन हेर्नुहोस् हो कि स्वयं नगरपालिकाले आफ्नो नयाँ बिल्डिङ बनाउँदाखेरि आफ्नो घरमा नभए पनि नयाँ बिल्डिङ बनाउँदा नयाँ पार्टी जस्तो कोर एरिया छ नि, जस्तो उदाहरणको लागि हाम्रो कीर्तिपुरमा कोर एरियामा गभर्मेन्टले केही समथिङ लगानी गरेर आधुनिक घर बनाएर त्यहाँ पनि गुणहरू छैन। तर अहिले चाहिँ पार्टी पाउमा अलिअलि भएको छ। मेरो अनुभव चाहिँ नि भद्रकालीमा गुण थिए, भद्रकाली भवन भत्किने बेलामा गएर भत्किएपछि बनाउने नगरपालिका बनाउँदा त्यहाँका ठेकेदारलाई मैले के होइन ठेकेदारलाई इन्जिनियरलाई डाकेर प्लिज यहाँ घर भँगेरा गुण थिए भनेर भनी अहिले त्यहाँ बनाएको छ। अस्ति म अवलोकन गर्न गएँ, यसै गएँ त्यहाँ अहिले बनाएको छ र हामी बनाउँछौँ प्लिज भनेर भनेको छ होइन। अब यस्तो किसिमले चाहिँ नि म त मठ मन्दिरहरू छन्, घर नै मन्दिर हो, मन्दिर नै घर भन्ने हाम्रो कल्चर थियो नि त होइन र, के होइन होइन। हामी नै देव हो, हामी नै मानव हो। राम्रो काम गरे नेता, नत्र त्यो राक्षस हुन्छ होइन, देवता हो क्या। राम्रो काम गरे जो तपाईँहरू मिडियाहरूले राम्रो गरिदिनु पर्यो, समाजले अब जति तपाईँहरू प्रचार गरेर अझ यो पुरानो कल्चर थाहा भएको मान्छेहरू छैनन् कि अब नयाँ जेनेरेसनलाई थाहा छैन। विभिन्न जिल्लाको जस्तो सहरहरूमा पहाड रित्तै भइसक्यो होइन त होइन, तराई रित्तै भइसक्यो। यो चराहरूको महत्त्व प्रत्येक घरबाटले बुझिनु पर्यो। खटपाल टाल्नु भएन, त्यहाँ सारौँ पनि बस्नु पर्यो। अनि खटपालमा 30-40वटा खटपाल मध्येमा एउटा घरमा 20-25वटा गुणा सबैले राखिदिनु पर्यो। मेरो व्यक्तिगत मात्रै होइन, सामूहिक रूपमा हाम्रो सबैको तर्फबाट म अनुरोध गर्छु, तपाईँहरूबाट प्रचार गरिदिनु पर्यो। जसरी होइन कोरोनाको बेलामा एन्टी कोरोना भएर हामीले प्रचार गर्छौँ, जसरी मोबाइलमा टुन्न बज्दाखेरि आउँछ नि त, त्यस्तो किसिम प्रचार यस्तो व्यापक प्रचार गरिदिनु पर्यो। यसलाई भोलिन्टरी गरिदिनु पर्यो, भोलिन्टरी प्रचार गरिदिनु पर्यो। अटोमेटिकली हुन्छ, किन पुरानो असल चलन विस्थापित भयो, पुरानो राम्रो चलन स्थापित हुनु पर्यो होइन। यो के अरे पुस्तान्तरण भएन, असल चलन पुस्तान्तरण भएन। हेर्नुहोस्, हामी रोम वाज नट बिल्ट इन ए डे भने जस्तै हामी पनि एक पुस्ताको होइन नि, हयौँ पुस्ताको आएको छौँ कि होइन होइन। के चाहिन्थ्यो जस्तो वास्तुविदहरूले पनि पण्डितहरूले पनि घरमा आउँदा घर पूजा गर्छन् नि होइन, जग पूजा गर्छन्, तिनीहरूले पनि बुझ्नु पऱ्यो नि त। पूजा मात्रै राम मात्रै के अर्थ छैन। टिका भने के हो, टिक्नु पऱ्यो नि त। हाम्रो असल चलन टिक्नु पऱ्यो, अनि पो टिका हुन्छ, अनि पो जात्रा हुन्छ होइन। एकछिन खाने सरकारको कसको पैसा बचाउने गर्ने र तपाईँलाई खुसी पार्ने होइन। मलामको अर्थ तपाईँको जन्तीको अर्थ छ नि होइन र, हो हाम्रो समाजको पनि अर्थ छ। घर भँगेरा प्रचार गरिदिनुहोस्, यो अटोमेटिकली समाजले हाम्रो यस्तो चलाउनु दियो, समाज आफै बुझ्छ।